हेलो वेलकम ब्याक टु माई च्यानल इट्स मी सिजु श्रेष्ठ। आउनुहोस् हजुर मिलेर चाहिँ आज थकाइ लागेको बेला जाँगर नलागेको बेला चाहिँ पिरो अमिलो टक्क परेको चाहिँ आलु बनाएर खाउँ है। मैले चाहिँ मिडियम ग्यास गरेर चाहिँ एउटा प्यान बसालेको छु। हजुरसँग चाहिँ प्यान छ भने प्यान बसाल्नु होला, नत्र कराई बसाल्दा पनि हुन्छ। अनि मैले चाहिँ थोरै तेल लिएको छु। मसँग चाहिँ तोरीको तेल नभएर सनफ्लावर तेल लिएको छु। हजुरले पनि जुनसुकै तेल लिँदा पनि हुन्छ। अनि त्यसपछि चाहिँ स्वाद अनुसार जीरा राखेको छु। हजुरसँग जीरा छ भने इट्स ओके, जीरा राख्दा हुन्छ, नत्र मेथी राखे पनि हुन्छ। जुन हजुरको टेस्ट अनुसार राख्न सक्नुहुन्छ। मैले चाहिँ यो माइक्रो ओभनमा यो आलु बोइल गरेको भएर यस्तो देखिएको छ। 3टा आलु बोइल गरेको थिएँ। त्यो 3टा आलुमा चाहिँ मैले यो धनियाँ, खुर्सानी, लसुन, अदुवा र थोरै कागती लिएर चाहिँ राखेको छु। त्यो खुर्सानी पड्काएँ। हजुरलाई चाहिँ जति पिरो मनपर्छ त्यति नै खुर्सानी राख्नु होला। मलाई चाहिँ अलि धेरै पिरो अमिलो मनपर्ने भएको भएर मैले चाहिँ 3टा खुर्सानीलाई चाहिँ सानो पिस बनाएर राखेर झानेको छु तेलमा। त्यसपछि चाहिँ मैले जुन अघि माइक्रो ओभनमा बोइल गरेर राखेको थिएँ त्यो आलुलाई चाहिँ काटेर यसमा राख्दैछु। हजुरले हेर्न सक्नुहुन्छ। मैले चाहिँ एउटा हातले मोबाइल लिएर एउटा हातले काम गरेको भएर चाहिँ अलि राम्रोसँग देखिएको छैन। सायद मैले चाहिँ अबको 1-2 विकमा चाहिँ मेरो स्ट्यान्ड आउँछ अनि त्यसपछि पर्फेक्टली हजुरलाई देखाउने छु। एउटा आलु चाहिँ त्यहाँ खसेको छ, स्वाट लिने अनि कसैले नदेख्ने गरेर दायाँ बायाँ हेरेर स्वाट हजुरले चाहिँ राख्न सक्नुहुन्छ है। कसैले देख्यो भने चाहिँ ओहो भन्ला नि, त्यसैले चाहिँ लुकाएर राख्नु होला। त्यसलाई चाहिँ एकदम मजाले चलाउनु बिस्तारी हैन, एकदम मजाले चलाएर चाहिँ मिक्स गर्न सक्नुहुन्छ। मैले चाहिँ यसलाई मजाले मिक्स गरेको छु, हेर्नु हजुरहरूले हेर्न सक्नुहुन्छ। र स्वाद अनुसारले चाहिँ नुन राखेको छु, कति कम धेरै थोरै हजुरले कतिको खानुहुन्छ त्यही स्वाद अनुसारले चाहिँ नुन, बेसार र थोरै मसला राखेर चाहिँ मिक्स गर्न सक्नुहुन्छ। मजाले मिक्स गरिसकेपछि चाहिँ यस्तो हेर्दै खाउँ जस्तो देखिसकेको छ हैन। अझै सानो मिडियम ग्यास गरेको छु है। मिडियम ग्यासमा पकाउनु हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। मिडियम ग्यास गरेको छु र सबै कुराहरू मिक्स गरिसकेपछि चाहिँ यस्तो देखिएको छ। एकदम रातो, एकदम मिठो, राम्रो फ्राई भएको छ, एकदम मिठो देखिएको छ। त्यसपछि चाहिँ मैले अघि जुन हजुरलाई देखाएको थिएँ नि लसुन र अदुवा चाहिँ चप गरेर राखेको, त्यसलाई चाहिँ मैले ओखलीमा चाहिँ कुदेर राखेको छु। यतिको मसिनो बनाएर राखेको छु। हजुरले पनि त्यस्तै गरेर राख्न सक्नुहुन्छ र त्यसलाई चाहिँ मिक्स गरेर मैले यतिको गरेर राखेको छु। आलुलाई चाहिँ एकदम मजाले सानो ग्यास गरेर पकाउनु होला, धेरै चलाउन पनि हुँदैन आलुलाई हैन। पाकिसकेको आलु भएको भएर अनि मैले चाहिँ मसँग चाट मसला थियो, नेपालबाट लिएर आएको चाट मसला थियो, त्यही चाट मसला राखेको छु। हजुरसँग चाट मसला छ भने राख्दा भयो, छैन भने चाहिँ धुलो जिरा धनियाको धुलो राखेर राख्दा पनि हुन्छ। र टिमुरको धुलो छ मसँग, मैले चाहिँ टिमुरको धुलो राखेँ। मलाई चाहिँ अलिकति धेरै टिमुरको धुलो मनपर्ने भएको भएर मैले चाहिँ अलिकति धेरै राखेको छु। हजुरले चाहिँ कम गर्न पनि सक्नुहुन्छ। अब कतिको हजुरलाई टिमुरको गन्ध स्वाद मनपर्छ त्यही अनुसारले चाहिँ टिमुरको धुलो राख्न सक्नुहुन्छ। मैले धुलोहरू सबै कुरा राखिसकेर मिक्स गर्दाखेरि चाहिँ यतिको भएको छ। र मैले चाहिँ एउटा हाफ लेमन लिएर मिक्स गर्दैछु, हाफ लेमन राख्दैछु। हाफ लेमन राख्दाखेरि चाहिँ हजुरले ग्यास चाहिँ एकदम बन्द गरेर ग्यासलाई चाहिँ एकदम क्लोज गरेर मात्रै यो अमिलो राख्न सक्नुहुन्छ। अमिलो छ भने अमिलो, नत्र भने चाहिँ आँपलाई अम्चुर भन्छ हैन, अम्चुरको धुलोहरू जेको धुलोहरू पनि राख्न सक्नुहुन्छ अमिलो चिज हैन। मसँग चाहिँ यो कागती भएको भएर मैले कागतीको धुलो राखेको छु। र धनियाँ माथिबाट राखेपछि मेरो आलु चाहिँ यतिको भएको छ, यु क्यान सी इट हैन। अनि मैले चाहिँ एउटा खाली बाउलमा चाहिँ राख्दैछु। हजुरलाई देखाउँछु कस्तो भएको छ। मेरो चाहिँ यतिकोसम्म भएको छ। म चाहिँ एउटा टेस्ट गरेर देखाउँछु। आई कान्ट वेट हैन, कस्तो भयो।
हेर्दै खाउँ 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 भइसक्यो। म चाहिँ एकदम मिठो वेट गर्न सकिरहेको छैन मरिचको स्वाद। ल मैले चाहिँ एउटा ट्राई गरेँ। ट्याक्क अमिलो पिरो सब पुरा फिट एन्ड फाइन भएको छ। मैले चाहिँ चाहे हजुरले चाहिँ प्लिज नचाख्नु होला हैन। फेरि यो भिडियो हेरेर ओ सिजुले चाहिँ टेस्ट गर्दो रहेछ झुठो हाल्छु कि भन्ने नसोच्नु होला। मैले चाहिँ अलग्ग गरेर स्पुन लिएको छु। एकदम मिठो भएको छ, टेस्टी भएको छ। फर मोर भिडियो लाइक एन्ड सब्सक्राइब माई च्यानल।